तेस्रो ट्युटरमा आज चैत्र 1 गते अब 2 गतेसम्ममा सम्भवतः क्लोजिङ होला होइन र जुन एनआरएले ग्लोबल कन्फरेन्स एन्ड एनआरए नेसनल जेनरल एसेम्ब्लीमा अहिले एकता सहकारी सहमतिको त्यो जुन मेसेज छ वर्ल्ड वाइड स्प्रेड भएको छ। हामी पनि खुसी छौँ। मसँग अहिले 7 प्रभावशाली एनआरए नेता र उहाँको मन्तव्यबाट चाहिँ म स्वागत गर्ने अपडेट गराइदिने धेरै के हुँदैछ, क्लोजिङ कहिले हुन्छ, नेतृत्व र तलका चाहिँ पोजिसनमा कहाँ पुग्न सक्छ। थ्याङ्क यू भेरी मच। म सोम सापकोटा, म गैरराष्ट्रिय नेपाली सङ्घको महासचिव। धन्यवाद छ मिडियाको अत्यन्तै महत्त्वपूर्ण तपाईँको सडकबाट कहीँ न कहीँ अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको गैरराष्ट्रिय नेपाली सङ्घले अत्यन्तै महत्त्वपूर्ण भारत महाधिवेशन सम्पन्न हुने तयारीमा छ। अब धेरै कुराहरू सकिसकेका छन्। हामीले विशेष गरी यसको समुद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रीको उपस्थितिमा विभिन्न मन्त्रीज्यू नेपाल सरकारका अन्य मन्त्रीज्यू नेताहरूको उपस्थितिमा हामीले त्यसलाई पनि पुनर्जन्म दिएको अत्यन्तै भव्य र सभ्य रूपमा चाहिँ नेपाली सम्पन्न भएको छ। अब जुन उद्घाटन सबै सम्पन्न भएको छ भने हिजो 4वटा सेसनहरू पनि हामीले गैरराष्ट्रिय नेपाली सङ्घको इन्भेस्टमेन्ट दोस्रो पुस्ताको चाहिँ नयाँ नेपाल निर्माणमा उहाँको र नेपाली नागरिकताको विषयमा अत्यन्तै गहन छलफल भइसकेको छ। र आज हामी विशेष गरी गैरराष्ट्रिय नेपाली सङ्घ 12औं महाधिवेशनको जुन यो एजिएम यसले वर्षभरिमा हामीले गरेका काम र आगामी रणनीतिको विषयमा आज छौँ र एकातिर भने नेतृत्व चयनका लागि हामीले निर्वाचन प्रक्रियालाई पनि अगाडि बढाउँछौँ। त्यसका लागि धेरै पदमा चाहिँ हाम्रो सहमति भइसकेको छ र केही युवा उपाध्यक्ष युवा संयोजक लगायत केही पदमा हुन बाँकी छ। हामीलाई विश्वास छ यो पनि यो सहमति हुन्छ र सबैजना अपने गरी सबैको अपनत्व हुने गरी एउटा नयाँ कार्यसमितिको चाहिँ हामीले एनाउन्स गर्नेछौँ र त्यसमा धेरै साथीहरूले सबैलाई यो अभियानलाई यहाँसम्म